नमस्कार, जय श्रीराम, जय मां शक्ति। सबैभन्दा पहिलो स्वागत जनाउन चाहन्छु हाम्रो मिडियाका जति पनि वरिष्ठ तपाईहरू आउनुभएको छ, आजको यो कभरेज गर्नुभएको छ। तपाईहरूलाई हामी मनबाट आत्माबाट तपाईहरूलाई स्वागत जनाउन चाहन्छु। लगायत आज यो प्रेस कन्फरेन्समा आफ्नो समयलाई लिएर एउटा सनातनीको एउटा पहिचान राखेर आउनुहुने जति पनि महानुभावहरू हुनुहुन्छ उहाँलाई पनि मनबाट आत्माबाट स्वागत गर्न चाहन्छु। अब कुरा म अलिकति तपाईहरुसँग लिन पनि चाहन्छु, समय पनि लिन चाहन्छु, किन भन्दाखेरि छोटो मात्रै बोलेर भएन, किन यो एउटा प्रेस कन्फरेन्स मार्फत नै जानकारी गराउने, एउटा पब्लिकलाई एउटा मेसेज दिने कुरो हो। र अब यो भिडियो हाम्रो हरेक च्यानलमा जान्छ, लगायत नानीहरूदेखिको लिएर ठुलो सानो सबको एउटा फेसबुक फिडमा सबै न्युज आइरहेको हुन्छ। र तपाई हामी त यहाँनिर अब एउटा एडल्टहरु नै छौँ, हामीले आजको विषयवस्तुलाई बुझेको छौँ। र मलाई जहाँसम्म लाग्छ यो विषयवस्तुलाई हाम्रो जेनेरेसन्सले बुझेको छैन, हाम्रो धेरैजना व्यक्तित्वहरूले उहाँले बुझ्नु भएको छैन। त पहिला हामीले यो कुरालाई अलिकति बुझिलिएर आउँ। आज मलाई एउटा औपचारिक रूपमा एपोइन्ट गर्नुभएको दार्जिलिङ डिस्ट्रिक्ट कन्भेनर, तपाईहरुलाई धेरै धेरै धन्यवाद, त्यो लाइकको सम्झिनु भएको रहेछ। र कुरामा जाउँ, व्यक्ति व्यक्ति मिलेर हाम्रो परिवार बनिन्छ, व्यक्ति व्यक्ति मिलेर परिवार बनिन्छ, परिवार परिवार मिलेर हाम्रो के बनिन्छ, एउटा सानो गाउँ बनिन्छ, एउटा गाउँ मिलेर के बनिन्छ, हाम्रो समाज बनिन्छ। त समाज बनिएर के हुन्छ, मिलेर एउटा शहर बनिन्छ, शहर बनिएर मिलेर के बनिन्छ, एउटा देश राष्ट्र यो हाम्रो छ नि। अब यो कुरो तपाईहरुको अघिको कतिवटा प्रश्नको उत्तर मलाई यहाँ पनि दिन मन लाग्यो कि अब सनातनी सियाराम सनातनी महासभा राष्ट्रिय संगठनको एउटा स्थापना हुनुको एउटा मूल औचित्य के हो भनेर भन्दाखेरि हामीले एउटा संगठन, एउटा समाज, हाम्रो एउटा परिवार बनाएको जो छताछुल्ले भएको छ। एउटा गाउँमा किन समाज हाम्रो बनाउन अनिवार्य छ? घर घरको त आफ्नो आफ्नो निर्माण गरिरहेको छ त एउटा गाउँमा समाज बनाउनुको तात्पर्य पनि के हो भन्दा हामीले एउटा सेवा पुर्याउँ। त्यो समाजमा कुनै जात छैन है, त्यो समाजमा कुनै भेदभाव छैन, त्यो समाजमा कुनै प्रकारको उच नीच इत्यादि भन्ने कुरो छैन। जब परिआएको हुन्छ त्यस बेला त्यो समाज अगाडि खडा भएको हुन्छ। यो तपाई हामीलाई विदित भएको कुरो हो, यो तपाई हामीलाई ज्ञात भएको कुरो। र आज सियाराम सनातनी महासंगठनको स्थापना हुनुको कारण पनि हामी हिन्दू सनातनीहरू छरपस्टेर गएका छौँ। एक सूत्रमा बाँधी लिएर आउनु पनि हाम्रो यो संगठनको एउटा उद्देश्य हो। यो मैले यो प्रेस कन्फरेन्स मार्फत मैले हाम्रो पब्लिकलाई पनि जनाउन चाहेको, किन भन्दाखेरि प्रेस कन्फरेन्स गर्यो त्यो हेडिङ पनि यस्तो होस्, त्यो सब्जेक्ट पनि यस्तो होस्, हेरौँ लागेर बुझोस्। उहाँहरूले आउँछ कमेन्ट्स अनेकौं आउँछ, अनेकौं फिडब्याक्स आउँछ, र 10 वटा कमेन्ट्समा 2टा कमेन्ट्सले पनि हामीलाई एउटा प्रोत्साहन दिन्छ है, प्रोत्साहन दिएको हुन्छ। र हामी यो कमेन्ट्समा त हामी बस्ने पनि होइनौँ, हामी आफ्नो कार्य सुरु गरिरहेको छौँ। र अघि जहाँसम्म जातपात इत्यादिको कुरो थियो, सन्त रविदासले देखाइदिनु भयो त, मन चङ्गा तो कटौती में गङ्गा भनेर देखाइदिनु भएको छ। भनेपछि हामी सनातनी जब हाम्रो यो संगठनको स्थापना गरी लिएर आएको छौँ भनेपछि यसमा उच नीच भन्ने कुरो छैन। यो पनि तपाई हामीले बुझ्न पर्ने कुरो हुन्छ। र यहाँ सबैभन्दा पहिलो हामीले एउटा बुझौँ, तपाई हामी को हौं? एउटा भारतीय नागरिक हो। यो चाहिँ तपाई हामीले यो चाहिँ आउनु पर्यो। वी आर इन्डियन सिटिजन्स। एउटा भारतीय संविधानले तपाई हामीले एउटा भारतीय नागरिकको एउटा दर्जा दिएको छ। अब हाम्रो भारतीय नागरिकको हाम्रो दायित्व कर्तव्य के छ? के केवल मैले कमायो ल्यायो मेरो घर परिवारलाई मात्रै स्याहार्ने हो? के मैले ल्यायो मैले मेरो आफ्नो कार्यहरूलाई मात्रै दिनहुँसम्म मैले बिताएर लानुपर्ने हो? होइन। त एउटा भारतीय नागरिकको कर्तव्य कन्स्टिट्युसनमा मजाले लेखिदिएको छ। हाम्रो फन्डामेन्टल राइट्सदेखिको लिएर सब कुरो लेखिदिएका छन्। म भन्दाखेरि जानकारी हाम्रो सुप्रिम कोर्टका यहाँनिर लयर हुनुहुन्छ, उहाँलाई झन् यो एक-एकवटा बुदा याद छ। र हामीले त्यो पुरै समय पढेको थियौँ, बुझेको थियौँ, र हाम्रो आफ्नो संवैधानिक हिसाबले पनि हाम्रो एउटा भारतीयको हिसाबले गरौँ। त त्यही माथि पनि हामी ठर्यौँ यहाँनिर कोनिर हाम्रो एउटा सनातनी। त सनातनी भन्नाले यो तपाई हामीले बुझिलिएर हिन्दू राष्ट्र, हिन्दू समूह मात्रै नबुझौँ। सनातनी भन्नाले
तपाईँ जसकोमा, राम्रो बुझौँ, जसकोमा हाम्रोमा एउटा सद्भावना छ, जसले सेवा गर्ने एउटा मूल्याङ्कनहरू राखी लिएर आएको छ, जसले आफ्नो जीवनलाई सही मार्गमा ढलाइ लिएर आएको छ, ऊ सनातनी हो। अलग अलग जाति जातिको अनुसारले अलग अलग छुट्याइदिएको होला, तथापि जसकोमा एउटा सद्भावना दिएको छ, जसले एउटा सद्भावना लिएको छ र सेवा धर्म कर्म आदि जति पनि उहाँहरूले लगाउनु भएको छ भनेपछि उहाँ को हुन्? उहाँ सनातनी हो भन्न तपाईँ हामीले बुझ्न पर्छ। यो हो हाम्रो छवि। भारतीय नागरिक सनातनी अहिलेको युवा पिँढीदेखिको लिएर यो कुरो तपाईँ हामीले बुझिलिएर आउनुपर्छ। र हामीमा एउटा कतिवटा कुरो छ नि, अब यो यसलाई यस्तो प्रकारले बुझिलिएर यस्तो त पहिला पनि त्यो बादमा गर्दा पनि हुन्छ, नगर्नुहोस्। कल करे सो आज कर। जहाँ उठ्यो वहीँ सबेरा, हाम्रो जहाँ उठ्यो वहीँ सबेरा। हालाकि यो 1 वर्ष हाम्रो ट्रायलमा रहे तापनि आज हाम्रो एउटा औपचारिक हिसाबले एउटा पूर्ण रूपले एउटा घोषणा भइरहेको छ, एउटा बिकुल फुकिरहेछ। यो बिकुल के को बिकुल हो? कुनै लडाईँको बिकुल होइन, कसैलाई तल खुट्टा तान्ने बिकुल होइन, यो बिकुल आफ्नो राम्रो देखाएर अरूलाई होच्याउने होइन। र यो बिकुल यस्तो बिकुल हो, एउटा समाज सुधारको बिकुल हो, मान्छेको मस्तिष्कको बिकुल हो। यो उठ भन्ने कुरो, उठ्नुहोस् भन्ने कुरो। र सनातनीले एउटा यस्तो कुरो सिकाउँछ, यो पनि तपाईहरुलाई आज प्रेस कन्फरेन्स मार्फत हाम्रो जति पनि च्यानल हेरेर बस्नुहुने जति पनि दर्शकहरू हुनुहुन्छ, चाहे नानी केटाकेटी होस् युवा होस्, उहाँलाई पनि एउटा ज्ञानमूलक यो कुरा भन्न चाहन्छु। त्यो के हो भने, हामीलाई भनिन्छ नि, अर्ली टु बेड अर्ली टु राइज मेक्स अ म्यान हेल्दी एन्ड वाइज। छिटो उठ छिटो सुत आफ्नैलाई स्वास्थ्य राम्रो बनाउँछ। र म भन्छु छिटो उठ्नु ओछानबाट मात्रै होइन, छिटो हामी आफ्नो कहाँबाट उठ्नुपर्छ भने हाम्रो आफ्नो इगोबाट उठ्नुपर्छ। छिटो उठ्नुहोस्, हाम्रो आफ्नो मनको आफै भित्र भएको क्लेशहरूबाट उठ्नुहोस्, हामीमा भएको त्यो विकारहरूबाट उठ्नुहोस्। तब तपाईँ हामी एउटा पक्का सनातनी हुन्छौँ। मैले माथामा तिलक लगाएर मात्रै म हिन्दू हो या म सनातन हो भन्ने यसको प्रतीक आउँदैन। मैले अघि नै भने, फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, सनातनी भन्नको तात्पर्य नै मेरोमा सद्भावना हुनुपर्छ, लडेकोलाई उठाउनु पर्छ। मलाई त्यसमा कुनै म जात हेर्दिनँ नि, म त्यहाँ कोही को रहेछ म त्यहाँ लिङ्ग पनि हेर्दिनँ नि, म त्यहाँ त्यो रहेछ यस्तो रहेछ म गर्दिनँ, मैले छुनु हुँदैन भन्दिनँ। जसरी अघि उहाँले भन्नुभयो म अङ्गमाल गर्छु भनेर भन्नुभयो, सनातनीले त्यो कुरो सिकाउँछ, त्यो आइडियोलोजी छ हाम्रोमा वास्तविकतामा। र सियाराम सनातनी महासंगठनको स्थापनाको मूल उद्देश्य पनि हाम्रो के हो? सबलाई एकजुट गराउनु, सबलाई अवेर गराउनु। हामी भारतीय नागरिक भएको हाम्रो कर्तव्य निर्वाह गरेर लिएर आउँ। त संगठनको नाम त केही न केही राख्नु पर्यो नि त। संगठनको नाम सियाराम राख्दा मात्रै हामी कुनै राजनैतिक दलसँग जोडेको हुन्छ भन्ने पनि प्रमाण नराखौँ होला, यसमा ठोकाबाजी नगरौँ होला। किन भन्दाखेरि समाजमा त्यहाँनिर एउटा समाजको कुनै मानिलिनुहोस्, कसैको त्यस्तो परेको छ भने अन्यथा नलिनुहोस्, कोपिला समाज छ अरे मानिलिनुहोस्। अब त्यो गाउँमा एकजना कोपिला भन्ने कोही एकजना व्यक्ति हुनुहुन्छ भने त्यो उहाँको नाममा राखेको भन्नु होइन नि त। यो सानो कुरोबाट बुझौँ, यो सानो ज्ञान नजाने ठुलो अज्ञान, यो सानो कुरोबाट बुझौँ। त सियाराम सनातनी भन्नु मतलब चाहिँ हामी एज अ यो युनिफाइड हो, सबैजना एकत्र भएर गरी लिएर आउने। र यसरी नै सिकाउँदै जाउँ, गर्दै जाउँ। जाग जाग अब जाग न जाग, भोर भयो अब जाग। अब हामी जाग्ने समय आइसकेको छ। जय मा शक्ति, जय श्री राम।